यस राष्ट्रिय खबरदारी कार्यक्रममा संविधानविद कानूनविद डाक्टर विपिन अधिकारी ज्यूलाई हामीले जोड्दैछौं। डाक्टर साहब गुड मर्निङ, नमस्कार। नमस्ते। आराम डाक्टर साहब? हजुर ठिक छ। डाक्टर साहबको यो सुमधुर स्वर र कानूनको व्याख्या यो मुलुकमा गर्न सक्ने एउटा जहिले पनि डाक्टर साहबको जब देशमा कानूनी संकट आइपर्छ डाक्टर साहबलाई सबै मिडियाकर्मी सञ्चारकर्मीले खोज्ने गरेको छन्। डाक्टर साहब धन्यवाद, त्यसका लागि आभार। डाक्टर साहब, सरकारको रफ्तार गतिशीलता र बालेन्द्र शाहज्यूको जुन अनुपम नमुना नेतृत्वलाई कुन दिशातर्फ गइरहेको ठान्नुहुन्छ? मुलुकले आर्थिक समृद्धि र रोजगारीमा केही फड्को मार्ला जस्तो आश छ डाक्टर साहबलाई? अब त्यसको सम्भावनाहरू छन्। सरकार नयाँ छ र आफूले एउटा घोषित नीति अनुसार अगाडि बढ्ने प्रयास गरिरहेको छ। कतिपय कामहरू सम्पन्न गरिएका छन् तर कतिपय हुने क्रममा छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने जे गरे पनि देशको संविधान र कानून बमोजिम गर्नुपर्दछ र जे कुरामा चाहिँ परिवर्तन चाहिएको छ त्यो परिवर्तनलाई एउटा कानूनी रूपमा प्राप्त गर्ने र न्यायपूर्ण हिसाबले गर्ने उद्देश्य राखिनु पर्दछ। अब अहिले गरिएका कतिपय कामहरूमा टीका टिप्पणी पनि भएका छन्, मैले पनि गरेको छु। अब त्यस्ता टीका टिप्पणी नआउने गरी सम्पन्न गर्नु अब एउटा बलियो सरकारको लागि एउटा आदर्श पनि हो। दोस्रो, अब लामो समय यदि मुलुकमा राम्रो शासन दिने उद्देश्य छ भने अनि त्यो के भने त्यसका लागि एउटा स्थिरता प्रदान गर्ने भनेको कानूनको शासनले नै हो। त्यस हुनाले त्यसतर्फ सरकार चाहिँ जागरुक हुनु पर्दछ। डाक्टर साहब, विशेष गरेर रासोपाको चर्चित सांसद डाक्टर अमरेश कुमार सिंहले केपी ओलीको प्रधानमन्त्रीत्वमा भन्दा पनि भूराजनैतिक संकट बढ्ने क्रममा रहेको छ भनेर अभिव्यक्ति आएको छ र साथसाथै जुन किसिमले सिमानामा भारतसँग सिमाना जोडिएको विशेष गरेर मध्य प्रदेशको जनतामाथि अन्याय भएको छ। 100 रुपियाँ भन्दा माथिका सामानहरूमा करको प्रहार गरिएको छ भनेर रकेट लन्चरै प्रधानमन्त्री माथि प्रहार गर्नुभएको छ। डाक्टर साहबले यसलाई कसरी व्याख्या गर्नुहुन्छ? अब मलाई लाग्छ त्यो उहाँको असाध्यै व्यक्तिगत किसिमको प्रहार हो। प्रधानमन्त्री या भनौँ अहिलेको सरकारले जुन एउटा मधेस तराईका सम्बन्धमा गरिएको जुन एउटा परिवर्तित एउटा नीति छ त्यो मधेस तराईको हितमा मात्र होइन सम्पूर्ण देशको हितमा छ र जुन रूपमा खुला सिमानाका कारणले गर्दा चाहिँ नेपालले थाम्न नसक्ने गरी एउटा स्मग्लिङ भइरहेको छ। अपराधीका लागि नेपालको बोर्डरको प्रयोग भइरहेको छ। एकातर्फ त्यसलाई रोक्नु जरुरी छ भने अर्कोतर्फ नेपालको एउटा सबैभन्दा महत्त्वपूर्ण ठाउँ भनेको तराई मधेस हो, जहाँ आधा नेपालीहरू बस्दछन् र त्यहाँ भएको जुन महत्त्वपूर्ण ट्रेड सेन्टरहरू छन् जो बिर्तामोडदेखि लिएर दमक, इटहरी, विराटनगरदेखि लिएर तपाईँ यो जनकपुर, वीरगञ्ज हुँदै अनि सुदूरपश्चिम तपाईँको धनगढीदेखि लिएर यो महेन्द्रनगर अनि बुटवल, भैरवा हुँदै हामीले जुन एउटा सम्भावनायुक्त ठुला सहरहरू छन् ती सहरहरूलाई विकास गर्नका लागि पनि नेपाली 3 करोड नेपालीको बजारका रूपमा मधेसलाई नै तराईलाई नै विकसित गर्नुपर्छ। अब कुनै खास व्यक्तिहरूलाई त्यो चित्त नबुझ्ला, किनभने हिन्दुस्तान फलोस् फुलोस् नेपाल जस्ताको तस्तै रहोस् भन्ने सोच हो भने अब त्यो त कुनै नेपालीले स्वीकार नै गर्दैन। तर नेपालीका लागि नेपालकै बजार प्रतिस्पर्धात्मक होस्, यहाँ नै कानून बमोजिम आयात निर्यात गरिएका यहाँ चाहिँ सामानहरू प्रशस्त भेटिउन्
राष्ट्रिय अन्तर्राष्ट्रिय चाहिँ कन्ज्युमर गुड्सहरू चाहिँ मेचीदेखि महाकालीसम्म सबैका लागि उपलब्ध हुन् र एउटा कानुनी रूपमा जब सामानहरू ल्याउने लैजाने हुन्छ र हरेकले आफूले सामान आयात निर्यात गर्दा भन्सारको चाहिँ एउटा जुन नियम छ त्यस बमोजिम गर्दछ र देशमै खरिद गर्दाखेरि जुन एउटा भ्याट चाहिँ तिर्दछ त्यसले नेपाललाई बलियो बनाउँछ, नेपाली जनतालाई बलियो बनाउँछ। त्यो पैसा त्यही ठाउँमा खर्च गरेर त्यस क्षेत्रको विकास गर्न सकिन्छ। हाम्रो नेपालीहरू खालि गरिब भएर आफ्नो 2-4 पैसा बोर्डर पारी लगेर खर्च गर्ने जाति मात्र होइन, उनीहरूले चाहिँ नेपालकै बजारहरूलाई सीमावर्ती बजारहरूभन्दा 10 गुणा बलियो, सफा, सुग्घर, राम्रो, टिकाउ र अन्तर्राष्ट्रिय प्रतिस्पर्धा युक्त यदि बनाउन सक्यो भने करोडौं भारतीयको बजार नेपालकै चाहिँ तराई क्षेत्रका बजारहरू बन्दछन्। डाक्टर साहब, तर उहाँ के भन्नुहुन्छ भने डाक्टर साहब, दहेजमा आएको सुट र अब टेलिभिजनमाथि पनि चाहिँ कर लगाउन मिल्छ त? रोटी बेटीको सम्बन्ध छ, यहाँ एकतिर रियाक्सन भयो भने भारतमा 3तिर रियाक्सन हुन्छ भनेर उहाँले चेतावनी दिनुभएको छ। डाक्टर साहब, भारतले रियाक्सन गर्छ नि त, उसको मुलुकमा उसले रियाक्सन गर्छ, हाम्रो मुलुक हामीले बनाउँछौँ। तपाईँ त्यो अमेरिका र क्यानाडाको बिचमा बोर्डर खुला छ, आइजाइ गर्छन्। क्यानेडियनहरूले अमेरिकामा गएर सस्तोमा नयाँ जुत्ता किनेर क्यानाडा छिर्दाखेरि चम्किलो सस्तो बलियो जुत्ता देख्यो भने भन्सारले तिम्रो जुत्ताको चाहिँ भन्सारतिर तिमीले नयाँ किनेर ल्याएछौ भन्छ। कर प्रणाली आफ्नो जनताको विकासका लागि राखिएको हो, कसैको छनौटका लागि राखिएको होइन। कसैलाई व्यथा लाग्छ भने आफ्नो बोर्डर आफ्नो जुन एउटा सामानको मूल्य त्यसै बमोजिम चाहिँ कायम राख्नु पर्यो। तर अन्तर्राष्ट्रिय बजारका नियमहरू नेपालले प्रयोग गर्ने हो र त्यस अनुसार जति सामान आउँछ, जति जान्छ, त्यसमा चाहिँ जुन कर प्रणाली छ त्यसको प्रयोग गर्ने हो। र जब मूल स्रोत चाहिँ सफा हुन्छ, नेपालमा पनि प्राइस कम्पिटिसन हुन्छ, प्रतिस्पर्धा हुन्छ। अनि तपाईँको जोग गरेको होइन, 3 करोड मान्छेले जब नेपालमै खरिद गर्दछन् र खास गरी 3 करोड भन्दामा पनि आधा 3 करोडका चाहिँ 1.5 करोड नेपाली जो चाहिँ तपाईँ तराई मधेसमा बस्दछन्, उनीहरूले आफ्नो बजार यदि प्रयोग गर्न लाग्यो भने हाम्रा बजारहरू दिन 2 गुणा रात 4 गुणा चाहिँ वृद्धि हुन्छ। त्यो गर्न छोडेर अब हिन्दुस्तानमा कस्तो आन्दोलन हुन्छ, त्यहाँको सरकारलाई नेपालीहरू कति लुलो लङ्गो हुँदा फाइदा हुन्छ भन्ने कुरो त उनीहरूको कुरो हो। हामी बलियो हुनुपर्छ भन्ने कुरो यदि नेपाल सरकारले सोच्दछ, त्यस अनुसार गर्दछ भने कुनै चाहिँ अमरेश सिंहलाई व्यथा लागेर के भयो त? डाक्टर साहब हजुर, अब विशेष गरेर नेपालमा फलेका गोलबेडाहरू सडकमा फालेको अवस्था छ खरिद नभएर, र भारतबाट आउने विषादी तरकारी तथा फलफुललाई यो नयाँ सरकारले स्क्रिनिङ गर्न सक्ने आँट छ कि छैन डाक्टर साहब? हो, त्यो गर्नुपर्छ। यो त के हो भने हाम्रा मान्छेलाई सुरक्षा दिन नचाहेको हुनाले जथाभावी भएको हो नि त। यदि कुनै सरकारले भन्छ हामी नेपालमा केवल चाहिँ त्यस्ता चाहिँ खाद्यान्न या तरकारीहरू मात्र आयात गर्न दिन्छौँ जो चाहिँ प्रविधिका आधारमा हाम्रो जनताका लागि ज्यान जोखिम हुने खालको छैन भनेर यदि क्वारेन्टाइनको प्रोसेसबाट राखेर यदि गरिन्छ भने त हाम्रो सरकारले राम्रो गर्यो भन्नुपर्छ। त्यस्तै हामी कहाँबाट जाने कुरो पनि यदि उनीहरूले गर्छन् भने त्यो पनि राम्रो कुरो हो। तर गर्दैनन् भने पनि हाम्रो देशमा जति उत्पादन हुन्छ हाम्रा मान्छेका लागि अहिले पनि पुगेको छैन। त्यो त हाम्रो उत्पादनलाई किनार लगाएर बाहिरको उत्पादनलाई चाहिँ पसलमा स्थापना गरेर बेच्ने एउटा पुरानो शैली भएको कारणले गर्दा कतिपय मान्छेलाई चित्त बुझेको छैन। किनभने देश बिग्रिँदा रमाउने मान्छेहरूले कहिले पनि देश बनिराख्दाखेरि त्यसलाई राम्रो भनेर भन्न सक्दैनन्। नभए धादिङको तरकारी नै पुग्दछ, तपाईँ यो सिरा र सप्तरीबाट आएको तरकारीले नै काठमाडौँमा खेलो हुन्छ भने किन गोरखपुरको नाकाबाट चाहिँ तरकारी ल्याउनु पर्यो, सुनौलीको नाकाबाट? त त्यो कुरो आज हिजोको समस्या फरक थियो।
आज मेचीदेखि महाकालीसम्म, आज पूर्व झापा र सुनसरीको माछा तपाईँ महेन्द्रनगर पुग्न सक्दछ। त्यसै गरी महेन्द्रनगरमा चाहिँ तपाईँको त्यहाँको तोरी कैलाली, मैले चाहिँ कैलाली र धनगढीको कुरा गरेको, तपाईँ के भनेदेखि कञ्चनपुर र महेन्द्रनगरको कुरा गरेको, त्यहाँको तपाईँ तोरी काठमाडौँमा सोझो गरी मिलमा ल्याएर चाहिँ पेल्न सकिने अवस्था छ, किनभने हामीसँग ट्रान्सपोर्टेसन बलियो भइसक्यो। त अब यत्रो देश समृद्ध भइसकेको छ, तर हामी नेपालीको पेटमा लाता हालेर अनि विदेशी खाद्यान्न चाहिँ किन, अनि सस्तो हुन्छ नि, सस्तो भनेर कुपथ खान पाइन्छ त नेपालभित्रै 2 वर्ष दुःख गऱ्यौँ भने नेपालभित्रै प्रशस्त उत्पादनका साधनहरूमा पनि र वितरण प्रणालीमा पनि अनि एउटा एफिसियन्सी आउँछ, त्यसले सबै कुरोलाई सस्तो बनाउँछ, सुगम बनाउँछ। नेपाली जनताले आफ्ना मान्छेको अनुहार हेर्नु पर्यो, त अर्काको अनुहार हेरेर देश बन्छ। हजुर डाक्टर साहब, अलिकति हामी प्रसङ्ग बदलौँ। अब प्रधान न्यायाधीश ज्यूको नियुक्ति पनि भइसकेको अवस्था छ। जब संवैधानिक परिषदले 1 नम्बरमा रहेकी वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ललाई सिफारिस नगरेर 4 नम्बरमा रहनुभएका डाक्टर मनोज कुमार शर्मा नियुक्ति भइसकेको अवस्था मैले डाक्टर साहबलाई जाहेर गरेँ। तर यो 35 वर्षदेखि जुन किसिमको 3टा पार्टीले न्यायालयलाई सिन्डिकेट र सेटिङको अवस्थामा पुर्याएर नेपालका कानुन दैवले जानुन्, ठुलालाई चाहिँ सानालाई ऐन भन्ने कहावत चाहिँ जनजनको जिब्रोमा रहेको अवस्था थियो। डाक्टर साहब, त्यही त्यो सिन्डिकेट र सेटिङ तोड्नको लागि नै प्रधानमन्त्री ज्यूले चाहिँ 4 नम्बरमा रहेका न्यायाधीशलाई प्रधान न्यायाधीशमा नियुक्ति गर्नुभएको, यसलाई तपाईँले कसरी विश्लेषण गर्नुहुन्छ? यस्तो छ, अब विगतमा जे भयो सबै सर्वनाश नै भएको थियो भन्ने चाहिँ होइन, तर नेपालमा क्रमशः यो पोलिटिसाइजेसन बढ्दै गएको र चाहिँ देशमा धेरै राम्रो जनशक्ति हुँदाहुँदै पनि अड्डा अदालतमा ती जनशक्ति पुग्न नसकेको अवस्था देखिएको थियो। त त्यसका लागि केवल राजनैतिक दलहरू मात्र होइन, हाम्रो प्रणाली पनि विभिन्न किसिमले जिम्मेवार छ। तर अहिले सरकारले जे गरेको छ त्यो चाहिँ मुनतिरबाट गर्नुपर्ने कुरोलाई मास्तिरबाट गरियो। वरिष्ठताको नियम चाहिँ मिच्न पाइन्छ, त मिच्दाखेरि जहिले पनि सरकारले के देखाउनु पर्छ भने कि जसका विरुद्धमा यो हतियार प्रयोग गरिँदैछ ऊ चाहिँ यसका लागि योग्य थिएन भनेर, अनि अयोग्य छ भनेर देखाउन नसक्ने, तर चाहिँ यदि वरिष्ठहरूलाई चाहिँ किनार लगाइन्छ भने अनि न्याय प्रणालीमा चाहिँ त्यसको जोखिम बढी हुन्छ। डाक्टर साहब, जेएनजी-1 सरकारको प्रमुख पूर्व प्रधानमन्त्री, पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले त 1.5 करोड महिलामाथि नै प्रहार भयो। यो संवैधानिक परिषदका अध्यक्ष र सदस्यहरूको सबैको मगज खुस्किएको हो भनेर अभिव्यक्ति दिनुभएको छ। र पूर्व न्यायाधीश बलराम केसीले त राष्ट्रपतिको उम्मेदवार भन्दै हुनुहुन्थ्यो सुशीला कार्कीलाई। बालन शाहप्रतिको उहाँको नयाँ आक्रोशलाई कसरी यहाँले व्याख्या गर्नुहुन्छ? अब यस्तो हो, उहाँले अलिकति के हो भने एउटा स्थापित भइसकेको नेतृत्वलाई चाहिँ पछाडि धकेलिएको मात्र होइन, अलिकति यो महिलालाई दिएन भन्ने पनि भान पर्ने अवस्था विद्यमान भएको हुनाले उहाँले त्यसरी टिप्पणी गर्नुभएको हो। त यो टिप्पणी त हामी सबैले गरेकै छौँ, उहाँले अलिक कडा टिप्पणी गर्नुभयो। तर हामी जस्तो मैले भने हाम्रो इस्यु के हो भने कि योग्य मान्छे यदि वरिष्ठ पनि हो भने त्यसलाई छेकछुन गर्नु हुँदैन, हाम्रो त्यो न्यायको बाटो अवरुद्ध हुन्छ। त प्रश्न सपना प्रधान मल्लको होइन, प्रश्न हरि फुयालको पनि होइन, प्रश्न कुमार रेग्मीको पनि होइन। हामीले यदि कसैलाई आरोप लगाउँछौँ भने प्रष्ट रूपमा लाउनु पर्यो, यदि लाउँदैनौँ भने अनि के भनेदेखि त्यो छिनाझप्टी देखिने गरी प्रक्रियाहरूको अन्त गर्नु हुँदैन। अब पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले अलि साह्रो टिप्पणी गर्नुभयो, म त्यति साह्रो टिप्पणी गर्दिनँ, तर न्यायका भाषाहरू सरल हुनुपर्छ, बोधगम्य हुनुपर्छ, सबैले बुझ्न सक्ने भयो र किन भयो किन भएन भन्ने बारेमा यदि सामान्य मान्छेले पनि स्पष्टताका साथ
बुझ्न सक्ने अवस्था छ भने सरकारको निर्णयलाई, सरकार भन्दा पनि संवैधानिक परिषदको निर्णयलाई मान्छेले टिप्पणी गरिराख्नु पर्ने अवस्था हुँदैन। तर अहिलेको जुन एउटा हामीले देख्यौं त्यो चाहिँ त्यति सजिलो बोधगम्य अवस्था छैन। त त्यसले के भन्दाखेरि हाम्रो न्यायपालिकालाई अलिकति व्यथित तुल्याएको छ, किनभने न्यायालयमा यस्तो हुँदैन थियो र जुन भएको छ त्यो राम्राका लागि भएको छ भन्ने कुरो प्रमाणित गर्ने भनेको त्यो चाहिँ हाम्रो न्यायपालिकाले होइन, सरकारले हो। त हामी कहाँ जोखिम छन् र यो जोखिमलाई हटाउन सकिन्थ्यो, तर त्यसका लागि गर्नुपर्ने के थियो भने नयाँ न्यायिक नियुक्तिहरू जो छन् न्याय परिषदले गर्ने हो, त्यो मुहान नै हामीले यदि यो 5 वर्षमा तपाईँ दर्जनौं न्यायाधीशहरू सर्वोच्च अदालतमा भर्ना गर्नुपर्ने हुन्छ, नियुक्तिको सिफारिस गर्नुपर्ने हुन्छ। यदि त्यो बाटो हामी गएको भए 5 वर्षमा सबै चाहिँ सरकारले चाहे जस्तो योग्यतम व्यक्तिहरूको टिम चाहिँ सर्वोच्च अदालत चाहिँ त्यो रूपमा रूपान्तरण हुन सक्ने अवस्था थियो। नगएर स्लो डाउन नगरिकन अलि एक्टिभिस्ट हिसाबले गयो अनि यसले चाहिँ कसैलाई मार्का पनि पार्यो र भविष्य पनि स्पष्ट रूपमा देखिने अवस्था भएन। प्रश्न त त्यो पो त। डाक्टर साहब, विशेष गरेर कानून दिवसको दिन तत्कालीन कानून प्रधान न्यायाधीश सपना मल्ल प्रधानले 2 को महाअभियोगको हतियारसँग नडराइकन जनतालाई न्याय दिनुस् भनेर न्यायाधीशहरूलाई सम्बोधन पनि गर्नुभयो र त्यसको भोलिपल्ट राष्ट्रसभाको सभापति रवि लामिछाने मेरो गर्दन त अदालततिरै छ, त्यसलाई रेड्दा पनि हुन्छ भनेर दिनुभएको अभिव्यक्तिलाई चाहिँ यहाँले कसरी लिन्छ? सरकार र अब न्यायालयको द्वन्द्व चर्किएको हो डाक्टर साहब। अब यस्तो कहिलेकाहीँ के हुन्छ भने पीडितको भाषा अलिकति चर्को हुन्छ, उहाँको त्यो एउटा दृष्टिकोण त्यो रूपमा बुझ्नुपर्छ। सामान्यतया के हो भने अदालत का बारेमा न्यायाधीशहरूले कमेन्ट गर्दाखेरि पनि त्यो अदालत र त्यसको प्रक्रियाहरूलाई समान हुने गरी नै गर्नुपर्छ। मान्छेलाई यो लाग्नु हुँदैन कि आखिर के हो भने यो फलानुको दृष्टिकोण हेर्दाखेरि त यो जे सरकारले गर्यो त्यो ठिकै गराएर रहेछ भनेर लाग्नु हुँदैन। त पीडितको भाषा अलिकति चर्को हुन्छ, तपाईँ कुटपिट गर्नुहुन्छ नरो भन्नुहुन्छ, त्यो त मिल्दैन। तर अब के हो भने यो पीडामा दुईटा कसैले रिमार्क गरिहाल्यो भन्ने आधारमा धेरै चाहिँ चर्को गरी चाहिँ कमेन्ट गर्नु हुँदैन। तर मलाई लाग्दछ यो इस्यु उहाँको इस्यु होइन, व्यक्तिगत इस्यु होइन। हामी सबैले टिप्पणी गर्यौं, तर टिप्पणी गर्दा उहाँको पर्न गएको हो। तर यो टिप्पणी त नेपालको न्यायपालिकाको हो। हाम्रो कसरी न्यायालयमा चाहिँ नियुक्तिका सिफारिसहरू हुन्छन् र देशमा सबैभन्दा राम्रा चाहिँ न्यायाधीशहरूका लागि न्यायाधीश बन्न सक्ने क्षमताका मान्छे हुँदै पनि कमसल मान्छेहरू जुन आउने परम्परा छ हो त्यसलाई हामीले कसरी चाहिँ करेक्सन गर्न सक्छौं भन्नेतिर लक्षित हुनुपर्छ र स्वतन्त्र न्यायपालिका, निष्पक्ष न्यायपालिकाको जुन बाटो छ त्यो बाटो त सरकारले पनि चाहिँ ग्यारेन्टी गर्नै पर्छ। डाक्टर साहब, विगतमा भारतमा पनि न्यायको खोजी गर्ने अवस्था आउँछ र दिने त त्यही अदालतले हो। त्यसै हुनाले क्षमताको कुरो पनि, निष्पक्षताको कुरो पनि र स्वतन्त्रताको कुरो पनि चरित्र जत्तिकै महत्त्वपूर्ण कुराहरू हुन्। डाक्टर साहब, भारतमा पनि विगतमा इन्दिरा गान्धी प्रधानमन्त्रीले 4थो नम्बरको न्यायाधीशलाई प्रधान न्यायाधीश नियुक्ति गरेको अवस्थामा वरिष्ठ 3 न्यायाधीशले राजीनामा दिएको इतिहास छ। नेपालमा चाहिँ के नैतिकताको खडेरी नै परेको हो डाक्टर साहब हाम्रो मुलुक चाहिँ? अब यस्तो छ, त्यो चाहिँ त्यहाँनिर हामीले देख्दाखेरि अब यो त्यो उदाहरण चाहिँ सर्वत्र फैलिएको छ। किनभने कि यो गलत हो भन्ने कुरोलाई प्रोटेस्ट गर्ने सबैभन्दा बलियो आधार भनेको रेजिग्नेसन नै हो। तर त्यो त व्यक्तिगत कुरा भयो। अब कतिलाई लाग्दछ त्यो गर्नु जरुरी छैन, कतिलाई लाग्दछ त्यो गर्नु जरुरी छ। इन्दिरा गान्धी पीडित न्यायाधीशहरूको एउटा प्रष्ट दृष्टिकोण के थियो भने तिम्रो लागि हामी शहीद हुन तयार छौँ
तर जुन मान्यतामा तिमीले टेकेको छौ त्यो हामीलाई स्वीकार्य छैन। त रिजाइन गरिदिएपछि देशभरि त्यो इस्युका बारेमा डिबेट भयो, मान्छेले विरोध गरे। तपाईँ सजिलो गरी नेपाल के अरे भारतमा सङ्कटकाल गएको होइन, त्यसका लागि मान्छेले धेरै चाहिँ आफ्नो मूल्य मान्यता को लडाई लडेका छन्। त त्यसमध्ये एउटा लडाई भनेको यो सुपर सेसन पीडित जुन जजहरू छन् उनीहरूको रेजिग्नेसन पनि थियो। तर अब भने नि मैले नैतिकताको कुरो व्यक्तिगत स्तरमा पनि हेर्नुपर्छ, त त्यो आफ्नो फिलिङको कुरो पनि हो। तर इन्दिरा गान्धीलाई बदनाम गर्ने तपाईँका प्रमुख घटनाहरू मध्ये एउटा घटना त्यो पनि थियो। इतिहासमा सुनौलो अक्षरले लेखेको छ भन्नु खोज्नु भएको डाक्टर साहबले। अब अवश्य नै उनीहरूलाई उनीहरूको चरित्र बेदाग आज पनि रेफर गरिन्छ हैन, त्यो त धेरै ठुलो उपलब्धि हो। तर डाक्टर साहब 2093 सालसम्म केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डको न्यायालयको सेटिङ भत्काउनु भयो सम्माननीय प्रधानमन्त्रीज्यू बालेन्द्र शाहले भनेर तपाईँ यस्ता संविधानविद र कानुनविदहरू त सर्वत्र खुसी मानिरहेको अवस्था छ होइन। यस्तो छ, हेर्नुहोस् यो के हुन्छ भने तपाईँको यो कतिपय कुराहरू धेरै मान्छेले व्यक्तिगत स्तरमा हेरिरहेका हुन्छन्। मूल्य मान्यताको अलिकति खडेरी त हामी कहाँ छ नि त, हामी कहाँ मात्रै चाहिँ जता संसारमै हुन्छ। मैले पढेको थिएँ कि एलेक्जेन्डर द ग्रेट चाहिँ मारिँदाखेरि पनि रोमका बजार यौन बजारहरूमा मान्छेहरूको चहल पहल कम भएको थिएन। ऊ संसारका शासक थिए होइन, संसारभरि उनको शासन चल्दथ्यो। तर पनि केही मान्छेहरूका लागि त्यो कुरो महत्त्वपूर्ण थिएन। मारिए अब मान्छे मारिन्छन् भन्ने हिसाबले पनि यौन बजारको सरगर्मीमा कमी आएको थिएन। त त्यो त्यस्तो हुन्छ। त्यति भन्नुको तात्पर्य के, राइट थिङ्किङ मान्छे, सही मान्छेले सही कुरो बोल्न छोड्नु हुँदैन। र त्यो सही कुरो बोलेकै कारणले चाहिँ मान्छेलाई चाहिँ गलत मान्छेलाई पनि थाहा हुन्छ म कति गलत छु, र सही बोल्ने मान्छेले कति चाहिँ एउटा मसिनो स्वरमा पनि सत्य र अहिंसक भाषाबाट आफ्नो कुरोलाई स्थापित गरिरहेको हुन्छ। त्यस हुनाले अब कतिले भन्छन् एउटा कुरा त शेरबहादुर देउवा हुन्, केपी ओली हुन् या कोही पनि प्रधानमन्त्रीले सबै मान्छे हजुरबाकै आधारमा नियुक्त गरेको थिएन। हाम्रो प्रणाली राजनैतिक भएपछि कतिपय नियुक्तिहरू राजनैतिक रूपमा अब विवादित हुन गएको अवस्था हामीले देख्न सक्दछौँ। त्यसलाई इन्डिभिजुअल्ली केस टु केस बेसिसमा हामीले भन्नुपर्छ। डाक्टर साहब, विगतमा त नेकपा एमालेको पार्टी कार्यालयमा न्यायाधीशहरू दामै चढाउन गएको अवस्था पनि त थियो त डाक्टर साहब। त्यही हो, त्यो कुरो हो। तर त्यसलाई त न्याय परिषदले तिमीहरू त्यहाँ के गर्न गएका थियौ, तिम्रो निष्पक्षता कसरी कायम गर्छौ भनेर एउटा स्पष्टीकरण बेलैमा मागेको भए यो रोइलो आजसम्म चाहिँ उदाहरणका रूपमा स्थापित हुने थिएन नि त। हाम्रो प्रक्रियामा त ती मान्छेहरू त जो चाहिँ त्यस बेला प्रधान न्यायाधीश थिए, त्यस बेलाको सिनियर मोस्ट जजहरू थिए या निर्णयकर्ताहरू थिए, यी मान्छेहरूले त्यो कुरालाई कम्प्रोमाइज गर्नु हुँदैन थियो। त केवल नियुक्ति गरिएका मान्छेको मात्र त समस्या रहि नै रह्यो। डाक्टर साहब, नेपालको न्यायालयका न्यायाधीशहरूले सिङ्गै बाँसबारी निलेको अरुण चौधरीलाई 3 दिनमै अनुसन्धान सिद्ध्याउनु भनेर आदेश दिएको अवस्था र अहिले अरबौं चाहिँ रुपियाँ लुटेर बिमा लगायत अन्य विभिन्न लुटेका शेखर गोल्छालाई 1 हप्तामै छोडिदिएको अवस्था, यसलाई चाहिँ तपाईँले कसरी व्याख्या गर्नुहुन्छ डाक्टर साहब? मलाई लाग्दछ जुडिसियल बिहेभियर यो को कि किन कुनै केसमा न्यायाधीशले चाहिँ थुनामा राखेर कारबाही गर्ने र कुनैमा थुनामा नराखिकन कारबाही गर्ने भनेर निर्णय गर्छन् भन्ने कुरो त्यो फाइललाई मसिनो गरी हेर्नुपर्छ। हामीले सार्वजनिक रूपमा त्यसरी टीका टिप्पणी गरिदियौँ भने के हुन्छ भने त्यो अदालतहरू जहिले पनि खुकुरीको धारमा अनि निर्णय गर्नुपर्ने दिन आउँछ अनि प्रमाण हेरेर भन्दा पनि मान्छेको कमेन्ट सुनेर यदि निर्णय गर्नु पर्यो भने कहिले पनि सही निर्णय गर्न सकिँदैन। म यो दुईटै केसमा त्यसरी टिप्पणी गर्दिनँ। तर अदालतले पनि के भने जहिले पनि एउटा मूल्य मान्यतालाई सिरोपर गर्नुपर्छ कि थुन्ने भनेको
त्यस बेला हो जुन बेला अभियोग प्रमाणित हुन्छ। हजुर। त्यसभन्दा अगाडि कसैलाई थुन्ने भनेको काम कारबाहीलाई चाहिँ के भन्दाखेरि सम्पन्न गर्नका लागि थुन्नु एकदमै जरुरी छ भने थुन्ने हो। त सबैभन्दा महत्त्वपूर्ण नियम के भने प्रमाणले पुष्टि गर्दैन भने कसैलाई पनि थुन्नु हुँदैन। त थुनेर प्रमाण खोज्ने भनेको अचुवा व्यवस्था हो। हाम्रो न्यायाधीशहरूलाई हामीले त्यो कुराका बारेमा पर्याप्त रूपमा चाहिँ ट्रेनिङ गर्नु पर्यो। कानुनका कलेजहरूमा ट्रेनिङ गर्नु पर्यो। नेशनल जुडिसियल एकाडेमीले अब डाक्टर साहब आफै अब काठमाडौँ विश्वविद्यालयको प्राध्यापक हुनुहुन्छ, यहाँले मिडिया मार्फत त जहिले पनि कानुनी राज्यको पालनाको लागि तपाईँले अभिव्यक्ति दिइरहेको अवस्था थियो डाक्टर साहब। अब हामी छोटो व्यापारिक विश्रामपछि डाक्टर साहबसँग हामी फेरि पुनः जोडिनेछौँ। धन्यवाद डाक्टर साहब। अनि शुभ प्रभात, नमस्कार अनि पुनः स्वागत छ आदरणीय श्रोता वृन्द कार्यक्रम राष्ट्रिय खबरदारीमा। मात्र रेडियो आहा 104.5 मेगाहर्ज आवाज हाम्रोमा। म सामाजिक अभियन्ता तथा सञ्चारकर्मी पूर्व महासेनानी माधव सुन्दर खड्काको साथमा हामीले पुनः संविधानविद, कानूनविद, प्रोफेसर डाक्टर विपिन अधिकारीलाई जोड्दैछौँ। डाक्टर साहब पुनः स्वागत छ यहाँलाई। धन्यवाद। डाक्टर साहब, अनि त्यो एउटा डलर डकार्ने संस्था छ नि त नेपाल कानून समाज भन्ने, अनि न्यायालय त त्यसैले चलाउँछ। कल्याण श्रेष्ठज्यू र सुशीला कार्की ज्यूकै त्यो डलर संस्था नै हो कि हो न्यायालयको सम्पूर्ण चाहिँ पावर सेन्टर चाहिँ नेपाल कानून समाज हो? डाक्टर साहब, जनताले यही आवाज उठाइरहेको छन्। अब त्यो चर्को कुरा गर्ने मान्छेहरू हुन्, त्यस्तो होइन। नेपाल कानून समाज भनेको एउटा राम्रो कानूनका चाहिँ व्यवसायीहरू र कानूनविदहरूको संस्था हो। अब उसले आजको होइन, धेरै पुरानो संस्था हो र नियमित रूपमा कानून क्षेत्रमा त्यसले चाहिँ सभा सोसाइटी गर्नेदेखि लिएर कानूनको अध्ययन मनन गर्ने, त्यसका आधारमा चाहिँ सिफारिसहरू गर्ने। 93 सालसम्म सर्वोच्च अदालतले नियन्त्रणमा लिने पनि त्यही संस्था हो भन्छन् नि त डाक्टर साहब? होइन, त्यो यस्तो त्यो चाहिँ चित्त नबुझ्ने मान्छेहरू नेपालमा विरोध गर्नलाई जे पनि भनिदिए हुन्छ भन्छन्। मलाई त्यस्तो लाग्दैन। मैले चाहिँ के देखेको छु भने नेपाल ल सोसाइटी एउटा राम्रो संस्था नै हो र त्यसले गरेका काम कारबाहीले नेपालमा कानुनको शासनलाई स्थापित गर्नलाई मद्दत गरेको छ। अब के हुन्छ भने त्यसका प्रक्रियाहरूमा कहिले म संलग्न होला, कहिले चाहिँ श्रीमान कल्याण श्रेष्ठ, कहिले चाहिँ श्रीमान सुशीला कार्की, त्यस्तै धेरै जुन न्याय क्षेत्रका मान्छेहरू छन् कानुन क्षेत्रका, उनीहरूको संलग्नता विभिन्न टाइममा विभिन्न किसिमले होला। तर त्यो त एउटा मेम्बरसिप अर्गनाइजेसन हो। त्यसमा तपाईँको 100औं चाहिँ कानुनविदहरू सदस्य छन्। अब उनीहरूले गर्ने काम कारबाहीहरू कानुनको दायरामा गरिन्छ र उनीहरूले जे जति चाहिँ लगानी गरेका छन् यो क्षेत्रमा त्यसलाई हामीले एप्रिसिएट नै गर्नुपर्छ। अब यो टीका टिप्पणी बुझेर मात्र गरिएको हुँदैन। कुनै एउटा विशेष चाहिँ विषय छ भने त्यसलाई मान्छेले हेर्न सकिन्छ, होइन? त्यो राम्रो हो कि भएन भनेर। तर संस्था त राम्रो हो र त्यसको नेतृत्व पनि जहिले पनि प्रजातान्त्रिक प्रणालीबाट चयन हुने भएको हुनाले त्यसलाई टीका टिप्पणी गरिराख्नु पर्ने मैले देख्दिनँ। डाक्टर साहब, विशेष गरिकन रासोपाका सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले सम्पत्ति शुद्धिकरण र सांगठनिक अपराधको मुद्दामा फारकत नदिएको अवस्थामा कास्की जिल्ला अदालतले त त्यो दुईटा मुद्दा हटाइदिएको छ। ठिक छ, उहाँले 4 वर्ष अगाडि 12 लाख भोट पनि पाउनु भएको। अदालती प्रक्रियाबाट चाहिँ अदालती प्रक्रिया भनेको त्यो न्यायपूर्ण प्रक्रिया हुन्छ। प्रमाणहरूको निरन्तर के हो क्रान्तिकारी कदम हो त 4 नम्बरको न्यायाधीशज्यूलाई प्रधान न्यायाधीश बनाएकोमा यो क्रान्तिकारी कदम पनि मान्छन् धेरै जनताहरूले? होइन, कुनै पनि अदालती प्रक्रिया र त्यसबाट निकालिने निष्कर्ष त्यो क्रान्तिकारी हुँदैन। त्यो विधिको शासन भनेको क्रान्तिको अवधारणा होइन। अनि यो 16 अरब खाएर हिँड्ने जीवी राईले पनि फारकतै पाउनु भएको डाक्टर साहब? होइन, त्यस्तो होइन नि त। अब के हो भने पैसा खाएको छ भनेर हरेक खाएको पैसालाई तपाईँ मकै पोल्नेहरूको रुवावासी भएको अवस्था छ। साग बेच्नेहरूको डाक्टर साहब 14 लाख छन् सहकारी पीडितहरू हो छन्। तर त्यो त अब
14 लाख सहकारी पीडित छन् भनेर अनि जोसुकैलाई समातेर ल तिमी शोध भर्ना गर भन्न पाइन्छ त? त्यसका लागि त उपयुक्त इन्भेस्टिगेसन गर्नु पर्यो, प्रमाणहरूको मूल्याङ्कन गर्नु पर्यो, जो जवाफदेही छ त्यससँग चाहिँ त्यो जवाफ खोज्नु पर्यो र जुन एउटा सम्पत्ति चाहिँ हिनामिना भएको छ हो त्यो असुल उपर गर्नु पर्यो। मनी लाउन्ड्रिङ भनेको फरक किसिमको चाहिँ कसुर हो त। अब मन परेन भनेर मनी लाउन्ड्रिङ लगाइदिने होइन। नेपालमा चाहिँ अकुत सम्पत्तिका सबै केसहरू या मान्छेले आर्थिक हिनामिना गरेका धेरै केसहरूमा जबरजस्ती चाहिँ सम्पत्ति शुद्धिकरण वा मनी लाउन्ड्रिङको चाहिँ कसुर लगाइदिने चलन चल्यो। यो धेरै गलत कुरा हो। मान्छेले गलत नियम स्थापना गर्नु हुँदैन, पछि आफ्नो टाउकामा पर्ने सम्भावना हुन्छ। किनभने जुन कुकुरीले जताभावी अरूलाई काट्छ त्यसले कुनै दिन मलाई पनि काट्ला भनेर सोच्नुपर्छ। त्यो त के हो भने यदि राम्रो इन्भेस्टिगेसन भएको छ भने पैसा कता गयो, कताबाट अनियमितता भयो, को जिम्मेवार थियो र जिम्मेवार मान्छेलाई कसरी चाहिँ के भने शोध भर्ना गर्न लाउने, सजाय गर्ने, त्यो गर्न सकिन्छ। तर अब यो थुनेर राख्नुपर्छ, यसलाई उम्किन दिनु हुँदैन भनेर नगरेको कसुर चार्ज लगाएर अनि उसलाई थुन्ने त्यो प्रणाली राम्रो होइन। हामी कहाँ अरूलाई थुन्यो भने रमाउने मान्छेहरू धेरै छन्, तर त्यसरी सोच्नु हुँदैन। र अदालती प्रक्रियाबाट यदि कुनै निर्णय गरिएको छ भने त्यो आदेशको राम्रो मूल्याङ्कन गरेर अनि टिप्पणी गर्नुपर्छ। टिप्पणी गर्न पाइन्छ, अदालतले पनि गल्ती गर्न सक्छ, अदालतले पनि मुलाइजा गर्न सक्छ, तर अदालतको प्रक्रिया भनेको खुला प्रक्रिया हो। त्यो प्रक्रियामा गरिएको निर्णय हामीले परीक्षण गर्न सक्दछौँ, हेर्न सक्दछौँ। तर अब अदालतले निर्णय गर्यो भनेर परबाटै यदि कमेन्ट गरिदियो भने अनि त्यो अदालतले काम गर्न सक्दैन। अघि पनि मैले भने कि अदालतलाई पनि संरक्षण चाहिन्छ र हामी जस्तै मान्छेले संरक्षण दिने हो। डाक्टर साहब, विशेष गरेर अहिले भारतमा होइन विश्वमै तरङ्ग कक्रोच जनता पार्टीले भाजपालाई इन्स्टाग्राममा जो फलोवर्स थिए तिनलाई नै 5औं दिनमा नै पुरै पछि पारेको अवस्था छ। अब के यो विश्व चाहिँ भूगोल होइन गुगलले नै चलाउन थालेको डाक्टर साहब? अब उतातिरको मैले त्यति चाहिँ पढ्ने अध्ययन गर्ने गर्दिन। अब यो त्यति समाचार पढेका आधारमा त्यो भारतीय न्युज आउटलेटहरूलाई धेरै विश्वास गरिहाल्नु हुँदैन। त्यो नेपालकै संविधानको मुलुकियन खते भनेर चाहिँ न्युज दिने टेलिभिजनहरूको संख्या पनि धेरै छ त्यहाँ। त तपाईँ यो के र फेरि हामीले यहाँबाट कमेन्ट गर्न सक्दैनौँ, किनभने कमेन्ट गर्नका लागि वस्तुस्थितिको राम्रो ज्ञान र कुन रूपमा चाहिँ यो राजनैतिक तथा अन्य क्षेत्रमा विकास भइरहेको छ भन्ने कुरो अलि बुझ्नुपर्छ। मलाई त्यति थाहा छैन, त्यसैले त्यो विषयमा म टिप्पणी गर्दिनँ। डाक्टर साहब, अब हामी अलिकति लोकप्रियतावादतर्फ छौँ। विश्वको राजनीतिमा जुन किसिमले लोकप्रियता, सिद्धान्त, आदर्श, विचार, राजनीतिमा समर्पण र निरन्तरता भन्दा पनि अमेरिकन फर्स्ट भनेर ट्रम्प पुनः उदय, त्यस्तै अब भ्लादिमिर पुटिनले त 26 वर्ष शासन गरिसक्नुभयो, त्यो पनि 80-90% चाहिँ तपाईँको जनताको मत प्राप्त गर्नुहुन्छ। अझै 10 वर्ष शासन गर्ने उहाँले सेटिङ गरिसक्नु भएको अवस्था छ। भारतमा पनि यसो हेर्दा विचार, आदर्श, समर्पण, राजनीतिक निरन्तरता त मोदीजीको देखियो, तर उहाँ पनि राजनीतिक लोकप्रियता बाधैले 12-13 वर्ष शासनमा हुनुहुन्छ। उता जेनेसीको अवस्था पनि त्यस्तै छ। हाम्रो त अब बालेन्द्र शाहज्यूले देखाइ नै सक्नुभयो विश्वलाई तरङ्ग के हो। अब यो विश्व राजनीति चाहिँ लोकप्रियता बादतर्फै लम्किएको आकलन गर्नुहुन्छ डाक्टर साहब? हो, अहिले के छ भने अहिलेको अन्तर्राष्ट्रिय जुन परिस्थितिहरू छ त्यसमा प्रजातान्त्रिक संरचनाहरू। डाक्टर साहब, यहाँ त नेपालमा घन्टी बजायो, तामिलनाडुमा फेरि सिट्ठी बजाएर अर्को लोकप्रियतावाद थलपति विजयको उदय भएको छ। हो, त्यो छ। मान्छे देखावटीमा जान्छन् र के हो भने गहिरो चिन्तन कतैतिर पनि छैन।
त आजकल त्यो समस्याहरू ठाउँ ठाउँमा देखिएको छ। हजुर तर अन्तत के हुन्छ भनेदेखि तपाईँ यो स्थिरताका लागि पनि र न्यायका लागि पनि प्रजातान्त्रिक प्रणालीलाई अनुसरण गर्नुको विकल्प नै छैन। खास गरी बलिया देशहरूमा प्रजातन्त्र भएन भने चाहिँ उनीहरूले 2-4 वर्ष दबाइहाल्न सक्छन्। तर कमजोर देशहरूमा प्रजातन्त्र भएन भने अनि त्यो दबाउन 2-4 वर्ष दबाउन पनि धेरै गाह्रो हुन्छ। किनभने त्यो चाहिँ मान्छेले त्यो प्रजातान्त्रिक जुन एउटा संरचनाहरू छ त्यो संरचना प्रयोग र त्यसप्रतिको प्रतिबद्धतालाई राम्रोसँग एउटा चाहिँ प्रयोग गर्ने उनीहरूको अभिलाषा, उनीहरूको दृढता यो हामी जस्तो यो कमजोर मुलुकमा अझ बढी छ। डेमोक्रेसीको, ह्युमन राइट्सको कुरा बढी गर्छौँ। किन गर्छौँ भने त्यसको चाहिँ हामीलाई खाँचो बढी छ। उनीहरूलाई चाहिँ पुगिसरी आएको अवस्था भएको हुनाले कतिपय अवस्थामा त्यो बिस्तारो जब यो के भनेदेखि नबुझिने गरी अगाडि बढिरहेको हुन्छ सत्ता, कतिपय मान्छेले टोलरेट गरिरहेका हुन्छ। डाक्टर साहब हामीसँग करिब 1 मिनटको समय बाँकी छ। डाक्टर साहबले नेपालमा कानुनी राज्यको पालनाको लागि प्रधानमन्त्रीज्यूलाई केही सुझाव छ भने दिनुहोला डाक्टर साहब। यस्तो छ अब सबैभन्दा एउटा सोझो सुझाव के हो भने कि यो जुन संविधान र कानुनहरू छन् तिनीहरूको चाहिँ कार्यान्वयनमा राजनैतिक प्रतिबद्धता चाहिन्छ र यो के भनेदेखि धेरै चर्को कुराले कुनै पनि देश बन्दैन। त 2-4 वर्षमै चाहिँ परिवर्तन ल्याउने हो भने पहिले कानुन र न्यायका आधारहरूलाई बलियो बनाउनु पर्छ। त्यसपछि आम जनता, गरिब जनता, निमुखा जनता, पीडित जनता जो सीमान्तकृत छन् उनीहरूका लागि राज्य र सत्ताको प्रयोग गर्नुपर्छ। त्यो हुने बित्तिकै अनि देश बलियो हुँदै जान्छ। के हो भने जितेर आउँदा जसरी आए पनि सत्तामा टिक्नलाई त मान्छे प्रजातान्त्रिक पनि हुनुपर्छ, जवाफदेही पनि हुनुपर्छ र कानुनको शासनको त विकल्प नै छैन। अब त्यो प्रधानमन्त्रीले अलिकति हाम्रा परम्पराहरू के हुन्, हाम्रो इतिहास के हो, धर्म के हो, संस्कृति के हो, हामी कसरी चाहिँ स्थिर राज्य बन्न सक्दछौँ र विकासलाई सम्पन्न गर्नका लागि कसरी आधार तय गर्न सक्दछौँ भन्ने बारेमा त्यो चटकबाट चाहिँ हुँदैन भन्ने कुरो पनि बुझ्नुपर्छ। अनि त्यसले उहाँलाई नै बलियो बनाउँछ। हस् डाक्टर साहब, हजुरले आफ्नो अमूल्य समय दिएर हाम्रा श्रोताबिन्दुलाई जुन तपाईँको ज्ञान र अनुभवको आधारमा एउटा कानुनी राज्यको अवधारणाको लागि विचार सकारात्मक सन्देशहरू प्रवाह गर्नुभयो, म त्यसको लागि डाक्टर साहबलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। धन्यवाद।